मौरीको चाका यसको पनि मिनिङ बच्चा यो ननिकाल्ने कति सानो भाँडा लिएर म राख्ने पनि त्यो ठुलो पुराण ल्याऊ भनेको थियो मलाई हेर न ए यस्तो हजुर यो पनि ठुलो पुराण भएको भए हो त नि खेर ए दुध पनि यो त अमृत हो नि अमृत हो यो लोकल म धेरै चाहिँ राखिदिनु भयो म त हैन र उयो चोक्टा निकाल्नु न मलाई हुँदैन भयो एक सेन्ट छैन हो त्यहाँनिर अर्को अलि ठुलो परात थियो ऊ त्यो भाँडामा राख्नु तल मुनि मुनि राखेर ठुलो परात नभेटाएको पनि त्यही त त्यही लुकेर कता हालेको हो त्यो छेउमा हाल्थेँ त्यो यहाँ राख फेरि स्रोत खतम भइगएको छ यसलाई खानु पर्छ कहिले उठाउनु भएन आएर एउटा उल्याउनु पर्छ के कपडा ल्याएको के उ गर्ने के भन्छ अरे के भन्छ त्यसलाई पुरुष भन्छ सबै निकाल्यो भने अब पुरुष छैन होला एकैचोटि बर्खा लागेपछि हो ल ल मिल्यो मिल्यो कुरा अब अहिले के महिना जेठ हो असार साउन यो चाका खराब भएको छ यो सबै निकालिदिनु मलाई है भन्नाले हरू लिन सकिन्छ मौरी अब हालेपछि हेरे भएको यो रानी कोष ल हेर्नु है यो रानी कोष हो यो बच्चा निकाल्नेवाला छ यो यसलाई रानीकोष भन्छ निक्लिसकेको छ छैन यसको मतलब मौरी त हिजो गइसक्यो रहेछ आदि गएछ त्यो कम्ती किन छ भन्छु अब यो मौरी सक्सेस हुन पनि सक्छ नहुन पनि सक्छ है ख्याल गर्नु है रानी त गइसकेको छ भनेपछि यो नचलाउनु पर्छ ऊ मात्र निकाल्नु पर्छ यो भालेमा ठाउँमा खडेको थिएँ ऊ त छुट्टिएर गइसकेको रहेछ भाले पनि नि गयो भाले गएन अब यो पैदा भएर नयाँ रानी छ यहाँ है अब यो अहिलेको उसले सक्सेस हुन पनि सक्छ नहुन सक्छ है भएन भने एउटा 10 दिनमा हेर्नुपर्छ है हेर न यो नयाँ हो यो रानी होइन जान्न केयर गर्नु पर्यो यो खट्टै निकालिदिन्छ है मैले मही माछा भयो अब लट्ठाउँदैन नि तपाईँको बच्चा भनेको यति मात्र निकालियो अरे अरू सबै म हो बच्चा छैन जान्न जो जाने गइसक्यो हिजो गयो गएछ ऊ यो छेपाले खान्छ यसलाई मार्न पर्छ ए हो अनि तरुले मौरी यो नचलाउने है हस् ल अब जाने ल भयो यता पछाडि पनि दुलो रहेछ मौरी आछ त एउटा त यहाँ त मौरीको चाका के अलि राम्रो दिने हो
साथीभाइहरू मैले मौरी हालेर बस्दैछु भन्नु माया